आदरणीय सभापति निर्णायक मण्डलज्यू गुरुवर्ग र मेरो प्यारो साथीहरू, आज मिति 2022 साल 9 महिना 25 गते हामी बेलर इन्टरनेसनल एकाडेमी बनेपाका टिमबाट यहाँ हाम्रो सानो प्रोजेक्ट होम सेक्युरिटी सिस्टम प्रस्तुत गर्न गइरहेका छौँ। प्रविधि आफैमा राम्रो वा नराम्रो हुन्छ, यसलाई चलाउने मान्छेमा भर पर्छ भन्दै म यो हाम्रो प्रोजेक्टको विश्लेषण गर्न मेरो प्यारी साथी रूपन श्रेष्ठलाई माइक हस्तान्तरण गर्न चाहन्छु। नमस्ते, मेरो नाम रूपन श्रेष्ठ हो। मेरो साथीले भने जस्तै हाम्रो यो प्रोजेक्टको नाम होम सेक्युरिटी सिस्टम हो। यसमा हामीले आर्टिकलको RFID सेन्सर र अथवा चलाएर अथराइजेसन कार्ड र अनअथराइज कार्डको एक्जाम्पल युज गरेर हामी बनाएको छौँ। यसले हाम्रो अथराइज कार्डले चाहिँ ढुक्कालाई खोल्छ र अनअथराइज कार्डको प्रयोग गर्यो भने हाम्रो सेन्सर बजेर अर्ग्यानिक बजाउँछ। र बाँकीको प्रेजेन्टेसनको अन्त्य दिनकोलाई म मेरो साथी आश्रय दिन चाहन्छु। नमस्कार, मेरो नाम आशिष तिमल सिन्हा, म बेलर इन्टरनेसनल एकाडेमीबाट आएको छु। यस प्रोजेक्टको मुख्यतः डोरको हाम्रो घरमा धेरै मान्छेहरू छिर्न सक्छन्। घरमा त्यत्तिकै चाबी लाएर जाँदाखेरि चाबी फुटाएर चोरीको केसहरू धेरै आएको छ। त्यसैलाई बचाउन लागि हामीले यो नयाँ प्रविधि निकालेर यसलाई बनाएका छौँ। यसको मद्दतले यो अथराइज कार्डको मद्दतले हामीले यसलाई ओपन गर्न सक्छौँ। यसको लागि मान्छे छिर्नलाई एकछिन टाइम लिन्छ अनि आफै बन्द हुन्छ। अनि अनअथराइज कार्ड देखायो भने यसले हामीलाई सिग्नल गर्छ अरू मान्छेले आफ्नो घरको ढोका खोलिरहेछ भनेर। तर यो दुईटालाई चाहिँ त्यो कोडमा हामीले मिलाएर मात्रै यो दुईटाले सिग्नल गर्छ, अरू आइटमहरूलाई चाहिँ गर्न सक्दैन। अनि यसको नाम चाहिँ RFID सेन्सर हो। यसले चाहिँ यो कार्डलाई डिटेक्ट गरेर सिग्नल दिन्छ। यसको काम चाहिँ यो यिनीहरूलाई पावर कम आएको बेलामा चाहिँ पावर स्टोर गरेर पावर दिने काम गर्छ। र यहाँनिर चाहिँ हामीले आर्डिनो उनोको युज गरेर यो सबैलाई जोडेका छौँ र जम्पर वायरले चाहिँ यो सबैबाट आएको सिग्नल ल्यापटपमा पठाइ अनि यो अथराइज छ कि छैन भनेर डिटेक्ट गर्न मद्दत गर्छ। यस प्रोजेक्टको मुख्यतः भन्नुपर्दा यसको वर्क चाहिँ चोरीबाट बचाउनु हो र आफ्नो घरलाई सुरक्षित बनाउनु हो। धन्यवाद। मेरो कोडिङ क्लास, तयारी भविष्यको।